विगत 10 दिनदेखि नेपाली फिल्म इन्डस्ट्रीबाट लगभग 5-6 वटा फिल्म पनि रिलिज भइसकेको छ र आजको यस भिडियोमा म विशेष चर्चा गर्नेछु होस्टेल 3 त्यसपछि एन्जिला र आउटलट दफा 219 फिल्मले यो तीनटै फिल्मले आजसम्म बक्स अफिस कलेक्सनमा कतिको व्यापार गरेको छ त र आजसम्म कुन फिल्मले बक्स अफिस कलेक्सनमा राम्रो व्यापार गरेको छ र कुन फिल्म अगाडि छ कुन फिल्म पछाडि छ विशेष म चर्चा गर्नेछु जस्ताको तस्तै र तपाईले हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने तपाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। जति पनि बक्स अफिस कलेक्सनको आँकडा आएको छ यो मैले आफ्नो मनले भनेको हैन, यो फिल्म मेकरले सार्वजनिक गर्नु भएको छ। ल फर्स्टमा हामी कुरा गरौँ आउटलट दफा 219 फिल्मको बारेमा। आउटलट दफा 219 फिल्मले आफ्नो पहिलो 4 दिनमा 2 करोड 3 लाखको बिजनेस गरेको छ र यो आँकडा यस फिल्मको फिल्म मेकरले सार्वजनिक गर्नु भएको छ। आउटलट दफा 219 फिल्म दर्शकबिनले धेरै मन पराउनु भइरहेको छ। विशेष यो फिल्मको एक्सन सिन भयो, त्यसपछि यो फिल्मको मेकिङ भयो, दर्शकबिनले धेरै मन परिरहेको छ र यहाँसम्म दर्शकबिनले आउटलट दफा 219 फिल्मलाई मार्को फिल्मसँग एनिमल फिल्मसँग कम्पेयर पनि गर्नु भइरहेको छ भन्नाले दर्शकबिनको भनाइरहेको छ आउटलट दफा 219 फिल्म एउटा हलिउड लेभलको फिल्म बनेको छ र हुन पनि हो। आउटलट दफा 219 फिल्मको मेकिङ गजब छ, एक्सन सिक्वेन्सहरू पनि एकदमै बबल छ। ल अब कुरा गरौँ कुलबोयको होस्टेल 3 फिल्मको बारेमा। होस्टेल 3 फिल्मले आफ्नो पहिलो हप्तामा 4 करोड 32 लाखको बिजनेस गरेको छ र यो कलेक्सन भयो फिल्म मेकरको अनुसार र होस्टेल 3 फिल्मको पहिलो हप्ताको बिजनेस रहेको छ 2 करोड 68 लाख र यो आँकडा रहेको छ चलचित्र विकास बोर्डको। ल अब यहाँ हेर्नुहोस् फिल्म मेकर र चलचित्र विकास बोर्डको आँकडामा लगभग 1 करोड भन्दा बढीको डिफरेन्स रहेको छ र तपाईलाई के लाग्छ कुन कलेक्सन सही हो कुन कलेक्सन फेक हो? र होस्टेल 3 फिल्मले आजसम्म 5 करोड 50 लाखको बिजनेस गरेको छ र तपाईले यो फिल्म हेर्नु भएको छैन भने तपाई यो फिल्म पनि मिस नगर्नु होला। फिल्म धेरै राम्रो बनेको छ, फिल्म भित्र कमेडी छ, होस्टेल लाइफ छ, लभ स्टोरी छ, एक्सन छ, सस्पेन्स छ, ट्विस्ट एन्ड टर्न छ भन्नाले होस्टेल 3 फिल्म एउटा कम्प्लिट प्याकेजको फिल्म बनेको छ र मुभी राम्रो बनेको छ। इभन अहिलेसम्म कतिपय हलमा हाउसफुलको मात्रामा दर्शकबिनहरू पुग्नु भइरहेको छ होस्टेल 3 फिल्म हेर्नको लागि। तपाईले हेर्नु भएको छैन भने तपाई यो फिल्म मिस नगर्नु होला। ल अब हामी कुरा गरौँ एन्जिला फिल्मको बारेमा। तपाईलाई म जानकारी गराउँ एन्जिला फिल्मले आफ्नो पहिलो 3 दिनमा 2 करोड 7 लाखको बिजनेस गरेको छ र यो बिजनेसलाई म एकदमै राम्रो बिजनेस मान्छु किनभने एन्जिला फिल्म एउटा बायोपिक जन्डाको फिल्म छ र यो फिल्म कुनै एक्सन कुनै लभ स्टोरी जन्डाको फिल्म होइन तर पनि यो फिल्मले 3 दिनमा 2 करोड 7 लाखको बिजनेस गरेको छ र एन्जिला फिल्म नेपालको अहिलेसम्मको वान अफ द बेस्ट बायोग्राफिक जन्डाको फिल्म रहेको छ। जब तपाईँ यो फिल्म हेर्नुहुन्छ भने तपाईलाई मोटिभेट गर्छ। सो फ्रेन्ड्स लास्टमा भन्नु परेमा जति पनि आँकडा आएको छ जति पनि कलेक्सन बाहिर आएको छ म एकदमै राम्रो मान्छु किनभने यो तीनटै फिल्म प्राय क्लासमै रिलिज भएको छ र अहिलेसम्म तीनटै फिल्मले दर्शकबाट राम्रो साथ र सपोर्ट पनि पाइरहेको छ र तपाईँ यो भिडियोको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ तपाईँ कमेन्ट बक्समा तपाईँ मलाई भन्न सक्नुहुन्छ। एन्ड थ्याङ्क यू सो मच गाइज फर ट्युनिङ इन। जय नेपाल।